अघि चाहिँ यो बाटो अर्को बाटो आएको थियो अहिले चाहिँ यो बाटो फर्किँदाखेरि चाहिँ यो बाटो फर्किनु पर्दो रहेछ ए हेर्नु आमा क्या डेन्जर छ डेन्जर 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 यसरी पश्चिम मकालु बरुन ओ अङ्गले डन्डी टोटो मलाई इन्डियालाई इन्डिया यस्तो ओह्रालो जस सिडी सिडी छ ठिकै छ डेन्जर अझै यहाँ भिडियो गर्दै हिँड्दैछु यस्तो सकिँदैन म त झन् ओह्रालो त ल्याऊ तिम्रो झोला यो झोला ल्याउ न त झोला ल्याऊ अन्त झोल ल्याऊ म बोक्छु भने कि यो झोला ब्याग चाहिँ तिमी मान्छे घुँडाले भर पाउँदैन भन्छौ तिमी मान्छे मेरो फेस देखेको छ मिना ए चाहिँ अब ओह्रालो झार्दै 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 हिँडेको झार्छ रे जस्तो यस्तो सिड ए आउने न अरे बेलालाई यस्तो नौलो ठाउँमा हिँडेकोलाई पनि भ्लग बनाउने हो क्या त्यही भएर पहाड यति चाहिँ अचम्म चाहिँ के छ भने जति पनि मठ मन्दिरहरू छ देवी देवताहरू चाहिँ पहाड माथि देवी देवताहरू चाहिँ एकदमै के भन्छ भक्तजनहरू चाहिँ दुःखले चाहिँ आओस् भन्नुहुन्छ अरे त्यही भएर होइन यस्तो पहाडमा पहाड भन्दा पनि डाँडा डाँडामा प्रायः जुनसुकै देवी देवताहरू नि पहाडमै बस्नु भएको छ नि त अब ताप्लेजुङ पाथिभरा माता पनि एकदमै डाँडा छ सूर्योदय यस्तो मजाले सूर्यास्तको झुल्केको छ यहाँनिर देख्न सक्नुहुन्छ सूर्योदय चाहिँ एकदमै 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 ए यस्तो पहाड छ यस्तो पहाड छ जुन हामी अघि प्रवेशद्वार अर्कै थियो हामी अब झर्दा चाहिँ यो बाटो झरेको छौँ यहाँ हेर्नु सक्नुहुन्छ खस्रुको रुखहरू लेक एकदमै लेक रहेछ यो पनि बोकौँ तिमीलाई म त बोक्छु त ओह्रालो बोक्छु त म त म बोक्छु नि त तिमीलाई लु आऊ बुई म बोकौँ यहाँनिर त्यहाँनिर चाहिँ हिमालहरू छ पाथिभरा माता जाँदा नै यस्तै थियो तर हिमालहरू चाहिँ देखेको थिएन त्यही बेलामा चाहिँ हिउँ भन्दैन यसलाई तुसारो हो यो म तुसारो देखाउँछु है कालिम्पोङमा अहिले चाहिँ हिउँ परेको छ नि 2-3 वर्ष भयो अरे यो चाहिँ तुसारो हिउँ भन्नु मिल्दैन यसलाई यो चाहिँ तुसारो हो हेर्नुहोस् कस्तो पहाड यस्तो डरलाग्दो यस्तो डेन्जर ठाउँ छ यो सानो झन् जुम भयो ल हेर्नुहोस् यस्तो डेन्जर छ ल हेर्नु त है यस्तो पहाड छ क्या ए ओ हेर्नु न उता लुङदार पनि हो पर लुङदार लाउनु भएको रहेछ यहाँ हेर्नु त यस्तो राम्रो छ एकदमै राम्रो तर पहाड तुसारो टन्न तुसारो परेको छ तर देख्न सक्नुहुन्छ हजुरले त्यहाँनिर यो होटलहरू हो यो चाहिँ अब खै यहाँ मन्दिर हो कि के हो ल यहाँनिर छ अघिको मैले जुन प्रवेशद्वार चाहिँ अँध्यारै थियो र मैले भिडियो बनाइन यो चाहिँ यो चाहिँ एउटा के भनाइ छ भने स्वर्गको घर घर जसले नै यसरी घर बनाउनु छ यस्तो पहाड छ नि यस्तो उकालो चढ्नुपर्छ नि यहाँ हेर्नु घर बनाएको तिमीले नि मिनाले नै उसको परिवारको लागि घर बनाउँदैछ यसरी घर एक्लै जाने रे उ त एक्लै जाने रे म पनि घर लु तिमी र मिना र म एक्लै जाने हो स्वर्ग जाँदा पनि ल स्वर्गको घर बनाएँ है मैले पनि मैले नै घर बनाएँ अब थाहा हुनु त जाने त एक्लै नै हो आएको एक्लै हो कसलाई लिएर जाने र उहाँले पनि बनाउनु भयो अरे उहाँले पनि मैले नि स्वर्गको घर बनाएँ घर नसरी ल यस्तो राम्रो छ हिमाल चाहिँ लस्टै राम्रो देखिने हेर न
हेर्नु न हिमाल यस्तो राम्रो देखिने हिल्ला हेर्नु त हिमालहरू ल ल हेर्न सक्नुहुन्छ है सूर्योदय चाहिँ यहाँबाट सूर्योदय ए सबैजना हुनुहुन्छ हेर्न सक्नुहुन्छ यहाँनिर नि अब यो मन्दिरै होला हो सायद मन्दिर नै होला घुमेर त्यसरी जाने हो यहाँ गुरुहरू लामा गुरुहरू हुनुहुँदो रहेछ यहाँ के लेखेँ कालिम्पोङ भगवती मन्दिर व्यवस्थापन समिति मूल झाँक्री नरबहादुर तामाङ मूल झाँक्री सम्पर्क नम्बरहरू यहाँ पनि रहेछ हजुरहरू आउनुभयो यसो यसो हजुर गुरुहरू हुनुहुँदो रहेछ गुरु छ गुरु हुनुहुँदो रहेछ नमस्ते गुरु नमस्ते यो वर्षको मेरो चाहिएकोहरू चिताकोहरू सब जागिर कान्छो भगवती माता आशीर्वाद सबै पुगोस् है भगवान् कान्छो भगवती माता कान्छो भगवती माता रक्षापति छेमौटे पाल्दैन नम सङ्घ्यलाई गुरु जता ओ महाबजार गुरुको मसुदु परमेश्वर पञ्चरथ बुद्ध जस्तो शक्तिशाली गौरी शङ्कर जस्तो घरको चाहन्छ चाहिँ बाल बच्चा परिवारदेखि सम्पूर्णलाई दुःख कष्ट रोग छ सबै शान्त भएर जय हो सुबह छिमे आमा बसी